गुड मर्निङ नमस्ते सम्पूर्णमा। आज चाहिँ म डिएक्सन दुबईबाट दुबईको पनि धेरै अफिसबाट चाहिँ म वन्दना तपाईहरुलाई चाहिँ आज डिएक्सन सुन्दै नसुनेको मान्छेहरुको लागि अथवा डिएक्सनको बारेमा केही बुझेको केही नबुझेको त्यही पनि के चाहिँ हुन्छ त डिएक्सनमा के चाहिँ गर्नुपर्छ र के हो डिएक्सन र कति के फाइदाहरु छन् भन्ने कुरामा चाहिँ नयाँ मान्छेहरुको लागि चाहिँ यो फुल इन्फर्मेटिभ भिडियो बनाउन गइरहेको छु। डिएक्सन चाहिँ एउटा इन्टरनेशनल कम्पनी हो। त्यहाँ चाहिँ डे टु डे युजेबल हेल्दी फुड सप्लिमेन्ट, स्किन केयर, पर्सनल केयर, कस्मेटिक आइटमहरु पाउँछ। त्यो पनि नेचुरल अर्ग्यानिक प्रोडक्टहरु। त्यो प्रोडक्टहरु चाहिँ कहाँ पाउँछ त? सबै विश्वको कुनै पनि कन्ट्रीहरुमा चाहिँ अवेलेबल छ है। त्यो प्रोडक्ट चाहिँ सबै नेचुरल प्रोडक्टहरु हो। साथमा चाहिँ यो कम्पनी कति वर्षदेखि भयो भने 1993 बाट मलेसियादेखि स्टार्ट भएर अहिले विश्वको सबै कुनाहरुमा चाहिँ डिएक्सन कम्पनी पुगिसकेको छ र युए मा चाहिँ 10 वटा ब्रान्चहरु रहेको छ। कुनै पनि ब्रान्च चाहिँ तपाईले भिजिट गरेर डिएक्सनको सम्बन्धी जानकारी लिन पनि सक्नुहुन्छ र आफू साथीभाइहरुलाई पनि रिकमेन्ड गर्न सक्नुहुन्छ। र डिएक्सनमा चाहिँ के फाइदाहरु छन् भन्ने कुराहरु बुझ्नुहुन्छ भने चाहिँ चाहनुहुन्छ भने चाहिँ डिएक्सनबाट सबैभन्दा पहिले त हामीले नम्बर 1 हेल्थ बेनिफिट पाउँछौं। हेल्थ बेनिफिट कसरी पाउँछौं भने हामीले युज गर्ने डे टु डे युजेबल थिंग्सहरु लाइक टुथपेस्ट, सोप, स्याम्पू, कफी, कस्मेटिक कुनै पनि डेली ग्रोसरी आइटमहरु चेन्ज गरिसकेपछि यो अर्ग्यानिक भएको कारणले गर्दाखेरि हामीले हेल्थ बेनिफिट पाउँछौं। सेकेन्ड थिंग्स भनेको चाहिँ डिएक्सनमा सबै प्रोडक्टहरुमा हरेक प्रोडक्टहरु हामीले कन्ज्युम गर्दै जाँदाखेरि हामीले चाहिँ एउटा पोइन्ट पाउँछौं। त्यो पोइन्टहरु इन्क्रिज गर्दै जाँदाखेरि चाहिँ हामीले बोनस पाउँछौं। एक्स्ट्रा इन्कम गर्नको लागि हेल्प हुन्छ। तपाई जागिर गर्दै हुनुहुन्छ, जागिर सँगसँगै यो प्रोडक्टहरु युज गरेर साथीभाइलाई रिकमेन्ड गर्दै जानुभयो भने पनि तपाईहरुलाई महिनामा एभ्री मन्थ अथवा एभ्री डे इन्कम गर्ने सोर्स अफ इन्कम पनि गर्न सक्नुहुन्छ यो प्लेटफर्मबाट। र अर्को थर्ड कुरा भनेको साथीभाइहरुसँग डिफ्रेन्ट कन्ट्रीको मान्छेहरुसँग फ्रेन्डशिप हुन्छ। डिएक्सनमा चाहिँ एउटा मात्रै कन्ट्रीको प्रोडक्ट नभएको कारणले चाहिँ सबै कन्ट्रीको प्रोडक्टहरु पनि छ। सबै कन्ट्रीको मान्छेहरुले पनि कन्ज्युम गर्छ, सबै कन्ट्रीको मान्छेहरुलाई पनि थाहा छ। र डिफ्रेन्ट कन्ट्रीको मान्छेहरु चाहिँ एक आबद्ध भएर चाहिँ हामी आइडियाहरु नलेजहरु शेयर गरेर चाहिँ एउटा फ्रेन्डशिप इन्टरनेशनल फ्रेन्डशिप पनि डिएक्सनमा पाउनुहुन्छ। अर्को कुरा भनेको हामी यसै नेपालीहरु चाडपर्वहरु फेस्टिभलहरु एकदमै मनाइन्छ। विदेशको कुनै पनि कुनामा चाहिँ तपाईले डिएक्सनमा आबद्ध भइसकेपछि डिएक्सन नेपाली कम्युनिटी अथवा डिएक्सन कुनै पनि एउटा अर्गनाइजेसनले चाहिँ हामीले विभिन्न किसिमका चाडपर्वहरु विदेशको ठाउँमा परदेशको ठाउँमा एकट्ठा भएर हामी एउटा सेलिब्रेट गर्न पाउने मौका पनि छ। अर्को कुरा भनेको चाहिँ तपाई विदेशमा बस्दै गर्दाखेरि मेहनत गरेर अथवा जुनसुकै कन्ट्रीमा भएर पनि मेहनत गरिसकेपछि चाहिँ तपाई आफ्नो कन्ट्रीमा गइसकेपछि पनि भोलिको दिनमा कुनै सानो बिजनेस व्यापार गरेर पनि साइडबाट एउटा लेगेसी जस्तो हामी काम छोडेर आफ्नो कन्ट्री जाँदै गर्दाखेरि पनि यहाँ भएको इन्कम चाहिँ त्यो सिस्टम चाहिँ हाम्रो डेभलप भएको कारणले गर्दाखेरि चाहिँ लेगेसी आइराख्छ। अनि अर्को कुरा भनेको चाहिँ ग्रोथ फ्रीडम छ। ग्रोथ फ्रीडम भनेपछि हामीहरु कसरी बोल्ने, मान्छेहरुलाई डिएक्सनको बारेमा कसरी प्रेजेन्ट गराउने, के छ त प्रोडक्ट नलेजहरु, आफ्नो नलेज पनि इन्क्रिज हुन्छ, अरूलाई पनि हेल्प गर्न सकिन्छ। ग्रोथ हुने एउटा डिएक्सनको ज्ञानगुणका कुराहरुले मिटिङ सेमिनार अटेन्ड गर्दै गर्दाखेरि हामीले पर्सनल जबमा पनि हाम्रो अपग्रेड हुने सम्भावना धेरै नै बढेको छ। र अर्को कुरा भनेको चाहिँ एउटा हुन्छ नि हेल्प गर्ने क्या हेल्प सोशल वर्क गर्ने एउटा कसैलाई चाहिँ मन हुन्छ तर केही कुराहरु आफूले नपुगिरहेको कारणले गर्दाखेरि चाहिँ कसरी सोशल गर्न सकिन्छ भने मानिसहरु कोही चाहिँ जबको साथसाथमा एक्स्ट्रा केही गर्न चाहन्छ भने चाहिँ हामीहरुले उहाँहरुलाई डिएक्सनको सिस्टमको बारेमा बुझाएर अगाडि बढाउन सक्छौं। भने कोही मान्छे चाहिँ विभिन्न किसिमका रोगहरुले जस्तै सुगर, प्रेसर, युरिक एसिड जस्ता विभिन्न हाम्रो टाउकोदेखि लिएर खुट्टासम्म कति समस्याहरु बढिरहेको हुन्छ। ती समस्याहरु ग्रसित मान्छे भेटाउनु भयो भने उहाँहरुलाई चाहिँ एउटा रिकमेन्ड गर्न सक्नुहुन्छ कि डिएक्सनको प्रोडक्टले चाहिँ तपाई डेली कन्ज्युम गर्नुभयो भने विभिन्न शरीरमा भएका रोगहरु ठिक पार्छ फ्युचरमा पनि तपाईलाई यो समस्या बढ्न दिदैन, समस्या आउन दिदैन भन्नुभयो भने सायद उहाँले बुझेर डिएक्सनको प्रोडक्ट कन्ज्युम गर्नुभयो भने पनि एउटा हेल्पै भयो। लाइक यसको कारणले गर्दाखेरि चाहिँ मैले डिएक्सनको बारेमा सम्झे र मैले डिएक्सनको प्रोडक्ट युज गरे अनि मलाई फाइदा भयो भन्ने कुरा पनि तपाईलाई एउटा हुन्छ नि एउटा हेल्प जस्तो हुन्छ। र अर्को कुरा भनेको चाहिँ यहाँ के छ सबैभन्दा खुदको बिजनेस एक ठाउँ बसेर
एउटा प्रोडक्ट युज गरेर विश्वभरि आफ्नो पर्सनल वेबसाइटबाट पर्सनल आइडीबाट चाहिँ इन्टरनेसनल बिजनेस गर्न सक्छौँ। अनि धेरै नै बेनिफिट छ के, लाइक देश विदेश ट्राभल गर्ने पनि अपर्च्युनिटी छ। एक ठाउँ बसेर हामीले बिजनेसलाई चाहिँ ग्रो गर्दै गइसकेपछि, टिमहरू डेभलप गर्दै गइसकेपछि एज अ लिडर हामीहरू देश विदेश घुम्ने अपर्च्युनिटी छ। त्यो पनि डिफ्रेन्ट कन्ट्रीको साथीभाइहरूसँग, लिडरहरूसँग, बिजनेस पार्टनरहरूसँग। र अर्को कुरा भनेको चाहिँ हरेक बेनिफिट छ क्या, लाइक पर्सनल ग्रोथ भइहाल्यो, इन्कम भयो, लेगेसी। हामी दुनियाँबाट एक दिन त जानै पर्छ, अगाडि पछाडि आफ्नो ठाउँमा छ तर जानै पर्छ। गइसक्दा पनि हाम्रो इन्कम, हाम्रो टिम, हाम्रो पोजिसन, हाम्रो मान सम्मान चाहिँ हाम्रो छोराछोरीहरूलाई चाहिँ हामीले ट्रान्सफर गर्न पाउँछौँ। यो भनेको चाहिँ एउटा ब्युटी हो डिएक्सनको। अनि अर्को कुरा भनेको चाहिँ अब हरेक मान सम्मान, पोजिसन, इन्कम, अब लाइक नर्मल्ली भन्ने हो भने म डिएक्सनमा पनि आफै एउटा जबको साथसाथमै गरिरहेको छु। तर पनि जबमा पोजिसन पाउँदा र डिएक्सनमा पोजिसन पाउँदाखेरि डिफ्रेन्ट काइन्ड अफ ह्याप्पिनेस हुँदो रहेछ कि, एकदमै खुसी लाग्ने रहेछ। अनि इभन एउटा सानो कुरा सेयर गर्न लागे, मेरो हजुरआमालाई म कतिमा पढ्छु, के पढ्छु, कस्तो आइडिया छ, के जागिर खान्छु, केही पनि थाहा छैन। सबैजना घरमा आउने पाहुना, माता दिदी त औँसीको दिनमा घरमा जति पनि आउने पाहुनाहरू हुनुहुन्छ नि, मेरो छोरीलाई, मेरो नातिनीलाई त सबैले खादा पो लगाइदिए त, कम्पनीमा राम्रो काम गरेर खादा लगाइदिएका छन् भन्नुहुन्छ के। कस्तो खुसी लाग्छ के, मतलब एउटा मान सम्मान पनि हामीलाई जरुरी छ क्या। किनकि कुनै पनि कम्पनीमा काम गर्दै गर्दाखेरि चाहिँ हामीलाई मान सम्मान पनि पाइन्छ क्या डिएक्सनबाट चाहिँ। त्यो पनि एउटा हेल्पिङ नेचर गरेर अगाडि बढ्ने डिफ्रेन्ट। इभन अहिले म कुरा गरिरहेको छु, यहाँ पनि हामी डिफ्रेन्ट कन्ट्रीको मान्छेहरू छौँ। म नेपालदेखि भए, हाम्रो सर हुनुहुन्छ बङ्गलादेशदेखि अमिनल सर, अनि हाम्रो सर हुनुहुन्छ श्रीलङ्कादेखि। सो डिएक्सनको यो चाहिँ ब्युटी हो क्या। डिएक्सनबाट चाहिँ हामीले इन्टरनेसनल फ्रेन्डसिपका साथसाथमा हेल्थ, वेल्थ, ह्याप्पिनेस, मान सम्मान, इज्जत, लेगेसी, आफ्नो खुदको बिजनेस, एउटा होइन टाइम फ्रिडम, भोलिको दिनमा जब भन्दा डबल इन्कम पाइयो भने हामीले देश विदेश घुम्ने अपर्च्युनिटी पाइन्छ। कोही मान्छेहरू बिरामी थियो भने हेल्प गर्न पाइयो, सोसलहरू गर्न पाइयो। मल्टिपल बेनिफिट छ। हजुरलाई चाहिँ के चाहियो त्यो चाहिँ तपाईँले मेहनत गर्नुभयो भने के गरेर पाइन्छ त? ओके, यति धेरै कुराहरू त पाइने भयो, तर काम चाहिँ के हो? सबैजनाले सोध्ने क्वेसन चाहिँ हो। काम चाहिँ के हो भने प्रोडक्ट युज गर्ने, इन्फर्मेसन सेयर गर्ने, प्रोडक्टको बेनिफिट सेयर गर्ने, अनि डिएक्सनको इन्फर्मेसन सेयर गर्ने। र त्यो सेयर गर्दा गर्दै एउटा टिम बिल्ड हुन्छ। टिम बिल्ड हुँदै गइसकेपछि टिमलाई लिड गर्ने, लिड गरिसकेपछि एउटा लाइक इन्टरनेसनल बिजनेस, मतलब मजाको टिम क्रिएट नहुन्जेलसम्म, एउटा ठुलो फाउन्डेसन नबनुन्जेलसम्म डिएक्सन मेहनत गरेर गरिराख्ने सफलता आफ्नो हातमा छ। तपाईँहरू चाहिँ मनदेखि नै केही गर्छु भन्ने सोचिराख्नु भएको छ, कोही साथीको जरुरत परिरहेको छ, ल यिनीहरूसँग चाहिँ म मिल्यो भने चाहिँ मेरो सोच त अलरेडी छ, तर मिल्यो भने चाहिँ अगाडि बढ्न सक्थ्यो भन्ने लाग्छ भने चाहिँ मस्ट वेलकम। मैले दिएको यो नम्बर छ, म्यासेज गर्नु होला। तपाईँहरू न्यू हुनुहुन्छ भने पनि म गाइड गर्छु, र तपाईँहरू भर्खरै स्टार्ट गर्दै हुनुहुन्छ भने पनि म गाइड गर्नेछु। प्रोडक्टहरू चाहिएको छ भने पनि गाइड गर्न सक्छु। यो 0563081713 मा चाहिँ कन्ट्याक्ट गर्नु होला है त। र मोर इन्फर्मेसनको लागि मैले जानेको डिएक्सन चाहिँ यस्तै नै छ। हजुरहरूले बुझेको डिएक्सन, हामीले जानेको डिएक्सन सबै समग्रमा समेटेर अगाडि बढ्नुपर्छ है त। हस्त धन्यवाद। गुड मर्निङ डिएक्सन।